हेलो साथीहरू, गुड मर्निङ अनि शुभ बिहानी सम्पूर्ण साथीहरूमा। साथीहरू, हामी बिहान बिहान उठेर लाग्यौँ बुढीको कामतिर। साथीहरू, यस्तै हो परदेशको जिन्दगी, राम्रोसँग आँखा पनि खुलेका छैनन्। बुढीलाई काममा छोडेर यसो आराम गरौँ भनेर ढलेको त साथीहरू भुसुक्कै सुतेछु। एकैचोटि घडी हेर्दा त 8 बज्नै आँटेको छु। त्यसपछि हतार हतार उठेर म पनि लागेँ किचनतिर। छोरीको लागि नास्ता, बुढीको लागि नास्ता र आफ्नो लागि खाना बनाउनुतिर लागेँ। यस्तै हुन्छ साथीहरू, मेरो बिहानको काम हतार हतार लतार पतार हुन्छ। र यत्तिकैमा 8 पनि बज्दै थियो र छोरी पनि उठेर हातमुख धोएर ड्रेस रेस लगाएर चिटिक्क पढिसकेकी थिइन् र रेडी भइसकेकी थिइन्। अनि उता छोरीको लागि मैले दुध तताएर रेडी बनाइदिएको थिएँ। अनि छोरीले आएर पहिला टक्क समातेर जाली खाइन् दुधको। जाली यिनलाई खुबै मनपर्छ। अनि त्यसपछि दुध अनि त्यसपछि हर्लिक्स खाइन्। अनि त्यसपछि हामी छिटोभन्दा छिटो अनि रेडी भएर अनि त्यसपछि आफ्नो गाडी स्कुटर निकालेर हेलमेटहरू पहिरेर अनि त्यसपछि हामी लाग्यौँ छोरीको स्कुलतिर। यो मेरो चाहिँ गाडी हो। साथीहरू, मैले छोरीलाई स्कुलमा छोडेर आइसकेको छु र बाँकी रहेको कामहरू यता सब्जी बनाउन, रोटी हाल्न, जे बाँकी छ त्यो सबै बडेङ बुडुङ गर्न लागेँ। मैले अनि अलिकति आलु ल्याएको थिएँ अनि त्यसपछि अलिकति अन्डा ल्याएको थिएँ। अनि अन्डा र आलु बोइल गरेर अनि आज म अन्डा कडी बनाउँदै थिएँ। यसको लागि आलु र अन्डा बोइल गर्नुपर्ने हुन्छ। अनि मैले एउटा कुकरमा पानी लिएँ र त्यसपछि ढक्कन लगाएँ, अन्डा आलु हालेर अनि त्यसपछि सिटी लगाउन छोडिदिएँ। अनि त्यसपछि यसरी ग्यास बालेर मैले चाहिँ कुकर लगाइदिएँ र यता अलिकति अब भान्सामा काम गर्दाखेरि अलिकति फोहोर यताउता भएको हुन्छ, त्यसलाई मैले सफा गर्न लागेँ। यस्तै हुन्छ साथीहरू, मेरो त बिहान भागाभाग हुन्छ। के गर्ने, अब छोरीलाई पुर्याएर आएँ। अब यसपछि आफूलाई खानासाना बनाएर अनि बुढीलाई पनि नास्ता बनाएर लगिदिन्छ। बिचरा बिहान 6 बजे उठेर जान्छ। नास्ता पनि खान्न, पानी पनि हुँदैन। अब मैले यहाँबाट लगेर बिहानको नास्ता मैले यहाँबाट बनाएर लगिदिन्छु। अनि त्यसपछि बल्ल खान्छ बिचरा 9-10 बजीतिर, मतलब 10-11 बजीतिर खान्छ। अनि त्यसको लागि यहाँ टक्क खानासाना पनि बनाएर राखिदिन्छु। अनि बिहान अनि दिउँसो बिहान खानासाना बनायो भने दिउँसो आउँछ। अनि त्यसपछि 12-1 बजीतिर आएर अनि टक्क यसो खानासाना खान्छ अनि 2 घन्टा आराम गर्छ। अब यतिको मिलिजुली गरेन भने परदेशको ठाउँमा काम पनि छैन होइन। अब यतिको गर्नुपर्छ। मैले सकेको मैले गर्छ, बुढीले सकेको बुढीले गर्छ। ठिकै छ, यस्तै हो। अब यहाँ मैले बसालिसकेको छु। आलु र अन्डा उस्याउँदैछु। अब आलु र अन्डा कडी बनाएर त्यसपछि टक्क आफूलाई पनि लग्न जानुपर्छ। अनि त्यसपछि तिनीहरूलाई पनि राखिदिनुपर्छ होइन। यस्तै हो साथीहरू, बुढाबुढी एक रथको 2 पाङ्ग्रा भने जस्तै मिलिजुली काम गर्नुपर्छ र जसको फुर्सद भयो उसले काम गर्नुपर्छ। र यता मैले ग्रेभीको लागि सामान तयार गर्दैछु। अनि त्यसपछि के भन्छ यो लसुन गरेर लसुन छिलेर त्यसपछि प्याजहरू काटेर, टमाटर काटेर, खुर्सानीहरू काटेर सबै गरेर मैले यता रेडी बनाउँदैछु। साथीहरू, तपाईँहरू पनि यस्तै मिलिजुली काम गर्नुहोला भन्न चाहन्छु। सबैजना मिलेर बस्नुहोला, घर फ्यामिली है। ल, टक्क यो किसिमको अब प्याज, टमाटर, लसुन, हरियो खुर्सानी काटेर रेडी भयो। अब यो बोइल हुँदासम्म यसलाई चाहिँ फ्राई गर्नुपर्छ। यस्तै हो साथीहरू, जतिसक्दो तपाईँहरू पनि घरमा मिलिजुली काम गर्नुहोला। जति मिलिजुली जति राम्रो हुन्छ त्यति चिलेको राम्रो हुँदैन, झगडा गरेको राम्रो हुँदैन है। उसै पनि हाम्रो बेङ्गलोर ठाउँ बदनाम छ। अब मान्छेले त गीतै पनि निकालिसकेका छन्, बुढी कमाउने बुढो रमाउने भनेर। तर हामीले त्यो बेङ्गलोरबाट त्यो मेसेज जान दिनुहुन्न आगामी दिनमा। अब योभन्दा पहिला त जे जस्तो भयो। अब यहाँ मैले यसरी टक्क यो फुराउँदैछु सबै कुराहरू। यसरी हल्दी राखेर, नमक राखेर अनि त्यसपछि मसलाहरू राखेर अनि त्यसपछि मैले मसला चाहिँ अलरेडी पिसेर राखेको हुन्छ घरमा फ्रिजमा। अनि त्यसपछि यसरी गरेर अनि त्यसपछि नमक हालेर अनि यसलाई टक्क छोपिदियो भनेपछि अनि केही समयसम्म पाक्छ। अनि यता पाक्दै थियो अनि यता बोइल पनि भइसकेको थियो आलु। अनि त्यसपछि आलु मैले छिलेँ। अनि यसरी आलु छिलेर आलुलाई अलिकति घोट्नुपर्छ। त्यसरी घोटेर बनाउनु भयो भने ग्रेभी राम्रो हुन्छ। अलिक पातलो मसिनो टाइपको भयो भने तपाईँलाई राम्रो हुन्छ खानुलाई। अनि तपाईँहरूलाई पनि यस्तो मनपर्छ भने पक्कै पनि बनाएर खान सक्नुहुन्छ। अब म त्यति स्पेसल कुक त होइन है, तर घरको लागि चाहिँ म कुक हो। घर फ्यामिलीको लागि सबै कुराहरू गर्छु। मैले यस्तै आलु चाहिँ
फुटाएँ होइन, तर अलिक गरम थियो, तर पनि मैले बनाएँ फ्रिङ गरेर। अब यसरी हाम्रो यता ग्रेभी तयार भइसकेको हुन्छ, तबसम्म आलुलाई अलिकति घोटघाट खुटकाट बनाएर अनि त्यसपछि यसमा टक्क यसरी हालेर हामीले अलिक बाक्लो बनाउन सक्छौँ है। अनि त्यसपछि अब एक कडी मसला भन्ने हुन्छ, एक कडी मसला टक्क राखिदिनु भयो भने अनि त्यसपछि स्वादअनुसार नमक राखिदिने, अलिकति पानी हालेर अनि त्यसपछि हामी यसलाई दुइटैसँग खान सक्छौँ, भातसँग पनि खान सक्छौँ, रोटीसँग पनि खान सक्छौँ है। अब अनि बोइल गरेको अन्डा तपाईँले चारैतिर यसरी काटेर हाल्नु होला। यसरी काटेर हाल्दाखेरि के हुन्छ भन्दाखेरि भित्रसम्म नुन खुर्सानी मरमसला लाग्ने चान्सेस ज्यादा हुन्छ अनि खाँदाखेरि पनि राम्रो हुन्छ, मजा आउँछ होइन। अनि त्यसपछि मैले एउटा अन्डा चाहिँ यता राखेँ, किन भन्दाखेरि मेरो छोरीलाई काँचो अन्डा मनपर्छ, यसरी बोइल गरेको अन्डा खान्छ, पकाएको अन्डा प्रायः कमै खान्छ। अनि साथीहरू मेरो किचनको काम लगभग अब सिद्धिसकेको छ। अब मैले बाँकी अब काम गर्दाखेरि भएका अलिकति भाँडाहरू धोएर अनि त्यसपछि आफू नुहाइधुवाइ भएर अनि रेडी भएर तयार हुनुपर्ने हुन्छ। र लागे म यसरी अलिकति भाँडाहरू धोइदिन, धेरै त छैनन् तर अलिकति भाँडाहरू भएको थिए, ती भाँडाहरू धोएर आफू नुहाइधुवाइ गरेर अनि म लाग्छु यसरी अब रेडी हुन है साथीहरू। अब म रेडी भइसकेँ, लगभग हुँदैछु। अब के गर्ने साथीहरू, अवस्था यस्तो छ। के गर्ने साथीहरू, आवश्यकताले अवस्था भन्दैन रहेछ। अब जस्तो अवस्था भए पनि काम त गर्नै पर्ने हुन्छ। ल साथीहरू, अब ड्युटी जानु पर्यो है, बिहानको कामसाम अब सिद्ध्यो। अब ड्युटी गइन्छ, ड्युटी गयो भने एकैचोटि अब साँझ राति 11 बजे चाहिँ घर आइन्छ है साथीहरू। यस्तो छ मेरो दैनिकी। अनि यस्तै छ साथीहरू मेरो दैनिकी। अब ड्युटी जाने आउने घरको काम गर्ने, प्रायः म बाहिर घुमघाम गर्ने म हुँदैन। अनि त्यसपछि आउँछु, अब साँझ 11 बजे एकैचोटि आउँछु घरमा। अनि त्यसपछि खाना खाने, सुत्ने काम हुन्छ। यो साथीहरू, नराम्रो कसैले पनि नसोध्नु होला, नराम्रो कमेन्ट कसैले पनि नगरिदिनु होला, माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला है। तपाईँहरूको साथ सपोर्ट र आशीर्वादले मलाई अलिकति पनि काम गर्ने हौसला जाग्छ, प्रेरणा मिल्छ र तपाईँहरूको सधैँभरि साथ सपोर्टको अपेक्षा हुनेछ, अपेक्षा राख्दछु म है। ल हुन्छ साथीहरू, म लगभग रेडी भएर अब यता पेन्ट सेन्ट लगाउँछु। अनि त्यसपछि यता अब नास्ताहरू पनि खानाहरू पनि प्याक गर्नुपर्ने हुन्छ। आफूलाई खाना नास्ता प्याक गर्नु पऱ्यो, बुढीलाई खाना नास्ता प्याक गर्नु पऱ्यो। अनि त्यसपछि लागेँ म फेरि किचनतिर। अनि किचनतिर लागेर यसरी अब बुढी र दिदीको खाना नास्ता अनि यसरी प्याक गर्छु। अनि त्यसपछि आफ्नो खाना प्याक गर्छु। अनि त्यसपछि यसो ब्यागहरूमा हालेर अनि त्यसपछि निस्कनु पर्ने हुन्छ है साथीहरू। अनि त्यसपछि आफूलाई पनि अलिकति यता भोक लागे जस्तो हुन्छ है। अनि त्यसपछि अलिकति आफूले पनि चप्पा चारो खाइहाल्नुपर्छ। अब बिहानदेखि काम गरे आइन्छ, अब अलिकति भोक त लागिहाल्छ। अब त्यहीमाथि औषधि खानुपर्ने हुन्छ, औषधि खाएर यसरी ब्याग स्याग प्याक गरेर साथीहरू अब फाइनली ड्युटीमा जाने तयारी भयो, लाग्यो ड्युटीमा। यहाँ झोली झुम्टा बोकेर